सो सम्पूर्णमा नमस्कार। वेलकम ब्याक टु माई न्यू भिडियो। म धर्मेन्द्र शाह गनपोखरा स्वास्थ्य चौकीबाट। आज म तपाईहरुलाई DHIS2 मा अहिले जुन हाम्रो कार्तिक महिनामा भिटामिन ए र अल्बेन्डाजोल जुन अभियान चलेको छ त्यसको रेकर्ड कसरी राख्ने भनेर देखाउन गइरहेको छु। पहिला त्यस्तो सिस्टम खास थिएन हाम्रो, अब तर यो वर्षदेखि भर्खर नयाँ आएको छ। अब हाम्रो अब DHIS2 मा पनि भिटामिन ए र अल्बेन्डाजोलको रेकर्डिङ राख्नुपर्ने हुन्छ। त्यसको लागि हामी DHIS2 पहिला ओपन गर्नुपर्ने हुन्छ। क्रोम ब्राउजर युज गरे मैले। त्यसपछि DHIS2 लगइन गर्नुपर्ने। लगइन गर्दा मैले आफ्नो हेल्पडेस्क आइडी लगइन गरे अहिले। ल आइडी लगइन गरिसकेपछि हाम्रो यो DHIS2 को ड्याशबोर्ड खुलेछ। ड्याशबोर्ड खोलिसकेपछि यसको एन्ट्री गर्ने नि प्रोसेस अलमोस्ट त्यस्तै हो। यो 9 डटमा जानु पर्यो। 9 डटमा गइसकेपछि तल यहाँ एउटा भ्याक्सिनेसन रिपोर्टिङ भनेर हेर्न सक्नुहुन्छ। एउटा आइकन छ यहाँ, भ्याक्सिनेसन रिपोर्टिङ। यहाँ क्लिक गर्नु न। अनि यहाँ क्लिक गरिसकेपछि हाम्रो अर्गनाइजेसन सिलेक्ट भइसकेको छ अलरेडी। त्यसपछि डाटा सेट छ। डाटा सेट भनेको हाम्रो यहाँ तल सबभन्दा लास्टमा हेर्न सक्नुहुन्छ भिटामिन ए डिवर्मिङ एन्ड मुवाक स्क्रिनिङ है। यहाँ क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ पिरियड भने अब यस्तो छ। यसको पिरियड भने अब आज 20 गते हो नि त। यहाँ 20 गते सिलेक्ट गरे मैले। बट के भनेको छ, अब यो अब जस्तै हाम्रो यो भिटामिन यो एक को 2 दिन हुन्छ नि हाम्रो यो क्याम्प। आज 20 गते र 21 गते छ नि। त्यही भएर हामीले यसको डाटा 21 गते कम्प्लिट गर्नुपर्ने हुन्छ। यहाँ तल नि नोटमा लेखिसकेको छ, कृपया पिरियडमा कार्तिक 21 2082 छनौट गरी डाटा प्रविष्ट गर्नु होला। आज 20 मात्र भएको छ किन यो 2 दिनको क्याम्प हुन्छ। अब कोही छुटेको बच्चा छ भने त्यही भएर 21 गतेको डेट हाल्न भनेको छ। अब यहाँ ओपन भइसकेको छ। अब खास मैले आज सिकाउनलाई मात्र 20 गते सिलेक्ट गरे। तपाईहरुले 21 गते सिलेक्ट गर्नु होला। अब त्यसपछि फर्स्टमा भिटामिन ए को सेसन छ। भिटामिन ए के भनेको छ, भिटामिन ए खुवाइएको 6 देखि 11 महिनाका बालबालिकाहरूको संख्या जुनमा मेल र फिमेल गरेर बालक र बालिका भनेर छुट्याएको छ। बालक कति जना छ, बालिका कति जना छ। इमेजिन अब बालक हाम्रो 5 जना छ। त्यसैगरी अब बालिका मैले 6 जना हाले है। जस्ट एउटा र्यान्डम नम्बर मात्र हालेछु मैले। यहाँ अलरेडी एरर आइसकेको छ यो डेटको लागि। त्यसपछि भिटामिन ए खुवाइएको 12 देखि 59 महिनाका बालबालिकाको संख्या। अब यो 59 महिनासम्मको लागि मैले जस्ट र्यान्डम यो 6 7 एउटा 7 हाले, अर्को 5 हाले। त्यसपछि हाम्रो टोटल खर्च कति भयो, 6 5 11 11 5 16 16 7 23। यहाँ टोटल खर्च मैले प्राप्त नि 23 हाले र खर्च नि मैले 23 हाले। जस्तो तपाईहरुले सिकाउनलाई मैले एउटा र्यान्डम नम्बर मात्र लिएको छु, त्यस्तो कुनै डाटा छैन। त्यसपछि जुकाको औषधि। अब जुकाको औषधिमा के छ, जुकाको औषधि खुवाइएको 12 देखि 23 महिनाका बालबालिकाको संख्या 12 देखि 23। 12 देखि 23 मा हामीले अब जस्तै 5 हाले, अर्को भने 2 हाले मैले। त्यसैगरी 24 देखि 59। 24 देखि 59 भनेको अब यो मैले 2 हाले। त्यसपछि यो 3 हाले। जस्ट र्यान्डम नम्बर हो। जुका अब कति प्राप्त थियो, कति खर्च भयो। प्राप्त र खर्च भनेको मैले त्यही 23 नै हाल्दिन्छु अहिले। अब प्राप्त र खर्च तपाईको कति भएछ त्यो अनुसारको प्राप्त र खर्च राख्नु होला। मैले गरिदिन्छु। त्यसपछि के छ, मैले स्वास्थ्य स्वयंसेविकाबाट मुवाक स्क्रिनिङको पनि डाटा यसपालि हाल्नु पर्ने छ। जुन मुवाक स्क्रिनिङ गर्दाखेरि रातोमा कति जना छ, जुनमा बालक र बालिका कति जना छ, त्यसैगरी पहिलोमा कति जना छ, जुनमा बालक मेल र फिमेल छुटाउनु पर्ने हुन्छ। जस्तै अब अब हाम्रो पहिलोमा मैले 1 हाले, बालक बालिका छैन। त्यसैगरी अब हरियोमा मैले बालक अब टोटल हाम्रो कति जना बच्चा छ, यहाँ अब 23 जना बच्चालाई भिटामिन खुवाएको छ। त्यहाँ 23 जना मध्ये अब 1 जना मैले यहाँ अलरेडी यहाँ पहिलोमा हालिसकेको छु। अब हाम्रो 22 जना बच्चा बाँकी बस्छ नि त। अब 22 जनाको लागि मैले यहाँ 11 राखे, अर्को नि मैले 11 राखे। अब यति डाटा एन्ट्री गरिसकेपछि लास्टमा गर्नुपर्ने हुन्छ कम्प्लिट गरिसकेपछि तपाईको डाटा कम्प्लिट हुन्छ। तर आज कम्प्लिट नहुनुको कारण के हो, यो डेट चाहिँ मिलेको छैन। यो डेट हामीले खास 22 गते सिलेक्ट गरेपछि बल्ल यहाँ अब हुन्छ है। यहाँ कम्प्लिट नै भइसकेको छ। अब भिटामिन ए डिवर्मिङ र मुवाक स्क्रिनिङको डाटा एन्ट्री DHIS2 बाट यसरी गर्नुपर्ने हुन्छ। यो भर्खर अपडेट भएको भर्जन हो। यसको लागि तपाईले महिनाको लास्टसम्म कुरिराख्नु परेन। अब ठ्याक्क 21 गते नै तपाईले यसको डाटा एन्ट्री गर्न सक्नुहुन्छ है। Thank you for watching.